सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। सम्पूर्ण ख्रीष्टीय अभिवादन। आउनुहोस् आज पनि हामी भजन सङ्ग्रहको पुस्तकबाट भजन नम्बर 40 को 1-17 पाठ गरौँ। मैले धैर्य साथ परमप्रभुको प्रतीक्षा गरे। उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकार सुन्नुभयो। उहाँले मलाई सर्वनाशको खाडल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मलाई उभिन दृढ स्थान दिनुभयो। उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्नेछन् र डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। त्यो मानिस धन्य हो जसले परमप्रभुमा आफ्नो भरोसा राख्दछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर जो झुट्टा देवहरूपट्टि लाग्छन्। हे परमप्रभु मेरा परमेश्वर, तपाईँले गर्नुभएका अचम्मका कामहरू धेरै छन्। तपाईँले हाम्रा निम्ति गर्नुभएका योजनाहरू तपाईँको अघि कसैले वर्णन गर्न सक्दैन। मैले तिनमा बारेमा वर्णन गर्न चाहे भने पनि ती घोषणा गर्न सक्ने भन्दा धेरै हुन्छन्। बलिदान र भेटी तपाईँले चाहनु भएन, तर मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ। होम बलि र पाप बलिको माग तपाईँले गर्नु भएन। तब मैले भने, म यही छु, म आएको छु। धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ, हे मेरा परमेश्वर, तपाईँको इच्छा बमोजिम गर्न म चाहन्छु। तपाईँको व्यवस्था मेरो हृदयभित्र छ। म ठुलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्द गर्दिन। हे परमप्रभु, तपाईँलाई यो थाहा छ। तपाईँको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिन। तपाईँको विश्वस्तता र तपाईँबाट हुने उद्धारको विषयमा म बोल्दछु। तपाईँको प्रेम र तपाईँको सत्यता म ठुलो सभाबाट लुकाउँदिन। हे परमप्रभु, आफ्नो कृपा मदेखि नरोक्नुहोस्। तपाईँको प्रेम र तपाईँको सत्यताले मलाई निरन्तर रक्षा गरोस्, किनकि अनगिन्ती कष्टहरूले मलाई घेरेका छन्। मेरा अपराधहरूले मलाई यतिसम्म दबाएका छन् कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरको केशभन्दा बढी छन् अनि मेरो हृदय हताश भएको छ। हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्। हे परमप्रभु, मलाई मद्दत गर्न चाँडै आउनुहोस्। मेरो प्राण लिन खोज्नेहरू सबै लास र अन्यलमा परुन्। मेरो विनाशको कामना गर्नेहरू सबै पिठो फर्काएर जाउन् र अपमानित होउन्। मेरो ठट्टा उडाउनेहरू आफ्नै लाजले गर्दा व्याकुल होउन्। तर जसले तपाईँलाई खोज्छन् ती सबै तपाईँमा रमाउन् र आनन्दित होउन्। तपाईँको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनुन्, परमप्रभुको नाउँ उच्च होस्। तर म त गरिब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्। तपाईँ मेरो सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ। हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्। यस वचन पढाइ र सुनाइमा सम्पूर्ण जनले परमेश्वरलाई आशिष गर्नुभएको होस्। धन्यवाद। आमेन।